प्राय जसो अरू ठाउँमा चाहिँ नि छोरी मान्छेहरूले हलो जोत्नु हुँदैन, नाग्नु हुँदैन भन्छ नि त। हाम्रोतिर नि त्यही भन्ने चलन थियो, तर अहिले चाहिँ नि हामी हलो नाग्ने मात्र नभएर हलो जोत्छौँ पनि। नमस्ते सबैजनालाई, मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ नि हामी फेरि पनि मकै छर्न पापा, दिदी, बाबु, म चाहिँ जाँदैछौँ। आज चाहिँ नि अलिक ढिलो नै गएको मकै छर्न। खासमा हामीहरू चाहिँ प्राय सबै परिवार भेला हुने भनेकै चाडपर्वमा मात्र हो। त्योभन्दा अगाडि त भेला हुनै सकिँदैन, कोही कता हुन्छ नि त। हामी चाहिँ खासमा पूजाको लागि गाउँ गएको थियौँ, त्यहाँदेखि चाहिँ सबै हामी परिवार भेला भएको थियौँ। त्यही भएर चाहिँ मम्मीले सबै पूजाहरू एकैताल सक्ने भन्नुभएर पूजाहरू गरेको थियौँ। त्यही भएर चाहिँ हामी पूजा सकेर मेला सुरु गर्न गएको। पूजा पनि त थियो हाम्रो, अनि त्यही भएर चाहिँ अलिक ढिलो नै गयौँ, 3-4 बजीतिर नै गएको होला। मङ्गलबारको दिन हो नि त, अब जे काम गर्दा नि सुरु गर्दा चाहिँ नि बुधबार नगर्नु भन्छ नि त हाम्रो त गाउँतिर। त्यही भएर मङ्गलबार मेला सुरु गर्न मात्र गएको। गोरु चाहिँ नि बाबाले नारी दिनुभयो। यो चाहिँ नि हाम्रो नयाँ गोरु हो नि त, पहिलेको हाम्रो गोरु चाहिँ नै छैन, बाबाले बेच्नु भएको। यो चाहिँ नयाँ हो, त्यही भएर हाम्रो भेग पाइँदैन नि त नयाँको त। अहिलेसम्म जोतेको छैन, नयाँ त फर्स्ट टाइम हो। त्यही भएर बाबाले नै नार दिनुभयो। नार दिनुभएपछि चाहिँ मैले जोतेँ, दिदीले बिउ छर्नु भयो। त्यहाँदेखि अलिक जोत्यौँ, त्यहाँदेखि चाहिँ नि फर्क्यौँ हामी घर। म चाहिँ सानैदेखि बाबाको पछि लाग्ने भएर होला सायद यो घरभित्रको कामहरू चाहिँ नि खासै आउँदैन। घरभित्रको काम चाहिँ प्रायः मम्मी र दिदीहरूले गर्नुहुन्छ। म चाहिँ बाहिर जोत्ने खन्ने त्यस्तो कामहरू चाहिँ अलिक बढी गर्छु।